नमस्ते एन्ड वेलकम ब्याक टु मेरो गाडी। आज हामीसँग छ BYD को वान अफ द मोस्ट पपुलर SUV BYD Atto 2। सो अहिले चाहिँ यो धेरैजनाले खोजिरहनु भएको गाडी जस्तो लाग्यो मलाई हैन। मेरो साथीभाइहरूले पनि सोध्दै हुनुहुन्छ कि कहिले चलाउने त Atto 2, कहिले आउँछ Atto 2 को भिडियो। सो Atto 2 को भिडियो इज फाइनली हियर। अब फ्रन्टबाटै यो गाडीको कुरा गर्न सुरु गरौँ। फ्रन्टमा चाहिँ हामीले सेन्टरमा BYD को सिग्नेचर लुक्स यानी कि BYD को ब्याजिङ सबै गाडीमा हामीले देखिरहेको हुन्छौँ हैन। सो BYD को ब्याजिङ देख्न सक्छौँ। यसमा चाहिँ यो पियानो फिनिस दिएको छ। यो चाहिँ ठ्याक्क गाडीको अरू कलर भन्दा चाहिँ डिफरेन्ट छ कि। हेडलाइट्सको कुरा गर्दा यसमा हामीले चाहिँ LED हेडल्याम्प्स विथ LED DRLs देख्न सक्छौँ भने अलिकति तलपट्टि आएर हेर्दा यहाँ चाहिँ हामीले ठ्याक्क नम्बर प्लेट देख्न सक्छौँ भने यहाँ चाहिँ एउटा सेन्सर रहेको छ। अब यहाँ ठ्याक्क तपाईँले ओपन भेन्ट्स पनि देख्न सक्नुहुन्छ है। यो चाहिँ अब अहिले जुन गाडीहरूमा धेरैमा चाहिँ ओपन क्लोजवाला छ नि त्यो चाहिँ यसमा पनि छैन। अलिकति साइडमा आएर हेर्दा यहाँ चाहिँ हामीले ठ्याक्क ओपनिङ देख्न सक्छौँ। सो यो चाहिँ एरोडाइनामिक डिजाइनको लागि दिएको छ। फ्रन्टमा पनि हामीले मजाको यो गाडीमा चाहिँ सेन्सर्सहरू टन्नै पाउँछौँ। अब फ्रन्टकै कुरा गर्दा यो फ्रन्ट पनि खोलेर हेरिहालौँ है त। सो यसमा चाहिँ हामीले कुनै पनि हाइड्रोलिक स्टर्ट्स पाउँदैनौँ। सो यसमा चाहिँ हामीलाई चाहिँ म्यानुअल स्टर्ट्सहरू दिएको छ है। अब अलिकति क्लोजली हेर्ने हो भने चाहिँ यो गाडीमा हामीले कुनै पनि अगाडि चाहिँ फ्रङ्क देख्न सक्दैनौँ। यसमा चाहिँ फ्रङ्क छैन। डाइरेक्टली हामीले चाहिँ हाम्रो इलेक्ट्रोनिक कम्पोनेन्ट्सहरू देखिरहन्छौँ। अब साइडको कुरा गरौँ। साइडमा चाहिँ हामीले ठ्याक्कै टायर साइजबाटै कुरा गरौँ होइन। टायर चाहिँ हामीलाई यसमा 17 इन्चको एलोय व्हिल दिएको छ। अब अलिकति माथिपट्टि चाहिँ ठ्याक्कै यहाँ चाहिँ हामीलाई यो चार्जर कनेक्ट गर्ने ठाउँ दिएको छ भने अलिकति पछाडि अब हामीले ORVM देख्न सक्छौँ। ORVMमा चाहिँ यहाँ हामीलाई साइड लाइट इन्डिकेटर पनि दिएको छ अनि अर्को भनेको चाहिँ यहाँ NFC भनेर पनि दिएको छ। सो यसको मतलब चाहिँ यो गाडी चाहिँ अहिले हामीले NFC कार्डहरूबाट पनि अनलक गर्न सक्छौँ। अब यो गाडीको ओभरअल व्हिल बेसको कुरा गर्ने हो भने ओभरअल व्हिल बेस चाहिँ 2620 मिलिमिटर रहेको छ यानी कि 2620 मिलिमिटर रहेको छ भने अब तपाईँ चाहिँ ग्राउन्ड क्लियरेन्सको बारेमा कन्सर्न हुनुहुन्छ भने यसको ग्राउन्ड क्लियरेन्स चाहिँ 200 मिलिमिटर रहेको छ। अब साइड डोरमा हेर्ने हो भने हामीले चाहिँ यो ट्रेडिसनल ह्यान्डल जस्तो पाउन सक्छौँ। यहाँ चाहिँ हामीलाई एउटा रिक्वेस्ट सेन्सर पनि दिएको छ यानी कि हामीले यही थिचेर चाहिँ गाडीलाई लक अर मजाले अनलक गर्न सक्छौँ। अब यो त रह्यो फ्रन्ट र साइडको कुरा। अब हेरौँ यो गाडी चाहिँ रियल प्रोफाइलबाट कस्तो देखिन्छ त। रियर इन्डको कुरा गर्दा हामीले यहाँ चाहिँ BYD को ब्याजिङ देख्न सक्छौँ भने यहाँ चाहिँ Atto 2 को ब्याजिङ दिएको छ। अब अलिकति पछाडिपट्टि हेर्दाखेरि यहाँ चाहिँ हामीलाई हाई माउन्टेड स्टप ल्याम्प दिएको छ र सार्क फिन एन्टिना पनि दिएको छ जसले चाहिँ यो गाडीको लुक्स अझ इन्हान्स गर्छ। अब तपाईँले यहाँ वाइपर देख्न सक्नुहुन्छ जुन चाहिँ फ्रेम छैन है। सो द्याट मिन्स फ्रेमलेस वाइपर्सहरू हामीले पाउन सक्छौँ। अलिकति तलपट्टि आएर हेर्दाखेरि चाहिँ यहाँ चाहिँ टक्क कनेक्टेड LED दिएको छ जुन चाहिँ अहिलेको धेरै गाडीहरूमा हामीले देख्न सक्छौँ। अब यो गाडीको ब्रेक लाइटको पोजिसन चाहिँ अलिकति तलपट्टि गरेको छ है त। हामीले यसमा चाहिँ टक्क रिभर्स सेन्सर्सहरू पनि देख्न सक्छौँ भने रिभर्स क्यामेराको पोजिसन चाहिँ टक्क नम्बर प्लेटको माथि गरेको छ। अब यो गाडीको बुट स्पेसको कुरा गर्दाखेरि चाहिँ ओभरअल बुट स्पेस चाहिँ 380 लिटर रहेको छ जुन चाहिँ अब हामीले सिट फोल्ड गऱ्यो भने क्यान बी एक्सपान्डेड अप टु 1320 लिटर्स। अब यो त रह्यो यो गाडीको ओभरअल एक्सटिरियरको कुरा। अब इफ इन केस यो गाडीको स्पेसिफिकेसन जान्न चाहनुहुन्छ भने यो गाडी चाहिँ 345 किलोमिटरसम्म कुद्न सक्छ अन फुल चार्ज। सो यसको क्लेम रेन्ज चाहिँ 345 किलोमिटर रहेको छ भने अब ब्याट्रीको कुरा गर्दा यो गाडीमा हामीले 51.13 किलोवाट आवरको ब्याट्री पाउँछौँ। अब मोटर हेर्ने हो भने यो चाहिँ फ्रन्ट व्हिल ड्राइभ हो। सो यसमा चाहिँ हामीले 100 किलोवाटको फ्रन्ट व्हिल ड्राइभ मोटर पाउँछौँ। यो त रह्यो यो गाडीको स्पेसिफिकेसन र एक्सटिरियरको कुरा। आउनुहोस् हेरौँ यो गाडीभित्रबाट चाहिँ कस्तो देखिन्छ त। म चाहिँ अहिले Atto 2 को इन्टेरियरमा छु र ओभरअल इन्टेरियर हेर्दाखेरि यो गाडी प्रिमियम नै देखिन्छ होइन। हामीले चाहिँ इन्टेरियरमा टक्क स्टियरिङ व्हिलबाटै सुरु गर्दाखेरि स्टियरिङ व्हिल चाहिँ हामीलाई फ्ल्याट बटन दिएको छ जुन चाहिँ एउटा स्टाइलिस टच रहेको छ। अब स्टियरिङ व्हिलमा हामीले टन्नै स्टियरिङ माउन्टेड कन्ट्रोल्सहरू देख्न सक्छौँ। राइट साइडमा चाहिँ हामीले भोल्युम कन्ट्रोल्सहरू भोइस कमान्ड्सहरूको कलको कन्ट्रोल देख्न सक्छौँ भने लेफ्टमा चाहिँ हामीलाई क्रुज कन्ट्रोल्सहरू दिएको छ। अब इन्स्ट्रुमेन्ट क्लस्टरकै कुरा गर्दा यसमा चाहिँ हामीलाई 8.8 इन्चको LCD इन्स्ट्रुमेन्ट क्लस्टर दिएको छ। इन्स्ट्रुमेन्ट क्लस्टर चाहिँ अलिकति बेटर हुन सक्थ्यो होला। अब अपार्ट फ्रम द्याट त्यस्तो मेजर कम्प्लेन चाहिँ केही पनि छैन है। अब हामीले यसमा इन्टेरियरमा सफ्ट टच लेदर नै पाउँछौँ। सो डोरमा पनि सफ्ट टच लेदर दिएको छ। फ्रन्टमा चाहिँ सिटकै कुरा गर्दाखेरि चाहिँ हामीले यो सिट चाहिँ अलिकति कम्फर्टेबल नै फिल भइरहेको छ है। सो साइडबाट चाहिँ टक्क होल्ड गरेको जस्तो फिल भइरहेको छ। यो दुइटै सिट जुन फ्रन्टमा रहेको छ यो चाहिँ हामीले इलेक्ट्रिकली एडजस्ट गर्न चाहिँ मजाले सक्छौँ। अब अरू कुरा गर्दा यो गाडीको सेन्टरमा चाहिँ हामीले 12.8 इन्चको इन्फोटेनमेन्ट सिस्टम पाउँछौँ होइन। सो म्याक्सिमम कन्ट्रोल्सहरू चाहिँ हामीले यही इन्फोटेनमेन्ट सिस्टमबाट गर्न सक्छौँ। एसीको कन्ट्रोल्स अथवा हामीले टायर प्रेसर मोनिटरिङ होस् अथवा हाम्रो क्यामेराहरू होस् हामीले सबै कुरा यहीँबाट हेर्न सक्छौँ। अब त्यही इन्फोटेनमेन्ट सिस्टमको अलिकति तलपट्टि आएपछि चाहिँ हामीले यहाँ मोबाइल फोन राख्ने ठाउँ देख्न सक्छौँ कि। सो यसमा चाहिँ हामीलाई दुईवटा फोन राख्न स्पेस दिएको छ। एउटाले चाहिँ 50 वाटको वायरलेस चार्जर सपोर्ट गर्छ भने अर्को चाहिँ नर्मल प्याड मात्रै रहेको छ। अब अलिकति त्योभन्दा तलपट्टि आएर हेर्दाखेरि चाहिँ हामीले यहाँ दुईवटा कप होल्डर देख्न सक्छौँ जसलाई चाहिँ हामीले टक्क यो बिचको पार्टिसन पनि मजाले निकाल्न सक्छौँ कि। सो एज अ होल ठुलो केही अब्जेक्ट राख्नु पऱ्यो भने चाहिँ त्यो पार्टिसन निकाल्न सक्यो भने कप मात्रै चाहिँ दुईवटा कप होल्डर अरू दुईवटा कप राख्न चाहिँ मजाले ठाउँ दिएको छ। बटन्सहरू पनि देख्न सक्छौँ हामीले। यहाँ चाहिँ मोडको बटन भयो, अटो होल्ड भयो, इमर्जेन्सी लाइट्सहरूको भयो, अरू स्टार्ट स्टप बटनहरू पनि यहाँ देख्न सक्छौँ। अब सेन्टरकै कुरा गर्दा यहाँ हामीले चाहिँ टक्क आर्मरेस्ट मुनि पनि सानो डिसेन्ट स्पेस चाहिँ मजाले देख्न सक्छौँ है।
अब ड्राइभर साइडको डोर पकेट्सको कुरा गर्दा यहाँ चाहिँ हामीलाई सानो स्पेस दिएको छ नि, तलपट्टि चाहिँ हामीले मजाले 1 लिटर बोतल चाहिँ मजाले अट्न सक्छौँ। अब यसमा अरू कुरा गर्दाखेरि चाहिँ हामीले यहाँ आउटसाइड रियर भ्यू मिरर्सको कन्ट्रोल देख्न सक्छौँ भने हाम्रो यो विन्डोजहरूको पनि कन्ट्रोल मजाले देख्न सक्छौँ। अब सबै विन्डोजहरू चाहिँ हाम्रो 1 टच अप डाउन रहेको छ। अब सनब्लाइन्डकै कुरा गर्दा सनब्लाइन्डमा चाहिँ हामीले टक्क यहाँ एउटा भ्यानिटी मिरर पनि देख्न सक्छौँ भने यहाँ एउटा लाइट पनि दिएको छ। अब यो लाइट चाहिँ ड्राइभर साइड र को प्यासेन्जर साइड दुईतिरै अभाइलेबल छ। सेन्टरमा पनि हामीलाई चाहिँ यहाँ रिडिङ ल्याम्पहरू दिएको छ जुन चाहिँ टक्क हामीले टच गरेर चाहिँ बाल्न र निभाउन सक्छौँ। यहाँ चाहिँ हामीले स्पिकर्सहरूको पोजिसनिङ देख्न सक्छौँ। अब यो रियर भ्यू मिरर चाहिँ अटो डिम मिरर दिएको छ जुन चाहिँ इट्स अ गुड टच है। अहिले धेरै गाडीमा चाहिँ यो आउन थालिसकेको छ, बट स्टिल यो प्राइस रेन्जको हामीले अरू गाडीहरूमा चाहिँ यो नदेख्न पनि सक्छौँ। अब यो गाडीको रियर सिट कस्तो छ त, आउनुहोस् बसेर हेरौँ। ओभरअल रियर सिट चाहिँ कम्फर्टेबलै देख्छ है, 3जना मजाले बस्न मिल्ने ठाउँ दिएको छ कि। सो यसमा चाहिँ हामीले 3टै हेडरेस्ट पाउँछौँ भने यहाँ सेन्टरमा चाहिँ एउटा आर्मरेस्ट पनि दिएको छ। अब सिन्स यसमा चाहिँ अझ फ्ल्याट बटन छ, त्यो फ्ल्याट बटनले गर्दा पनि मजाले हामीले 3जना चाहिँ फिट हुनलाई गाह्रो छैन। यो गाडीको यो सिट चाहिँ मेरो ड्राइभिङ अनुसारको छ र मेरो हाइट चाहिँ इट्स अराउन्ड 6 फिट, त्यसले गर्दा पनि मजाले प्लेन्टी अफ हामीले चाहिँ नी रुम पाइरहेको छौँ। हेडरुम पनि मजाको दिएको छ। अब अलिकति बेटर हुन सक्ने भने चाहिँ अन्डर थाइ सपोर्ट है। यो गाडीमा चाहिँ मलाई अलिकति अन्डर थाइ सपोर्ट चाहिँ ल्याक भएको हो कि भन्ने जस्तो चाहिँ फिल भएको छ। गर्दा रियरमा चाहिँ हामीले एसी भेन्ट मात्रै दिएको छ, एसीको कन्ट्रोल चाहिँ दिएको छैन। ठ्याक्कै त्यो एसी भेन्टको तलपट्टि चाहिँ हामीले 2टा चार्जर जोड्ने चाहिँ स्पेस पनि पाउँछौँ। अब रिडिङ ल्याम्प पनि दिएको छ। अब धेरैजनाले अहिले खोजिरहने फिचर विच इज सनरुफ, त्यो चाहिँ यो गाडीमा तपाईँले अभियसली मिस गर्न सक्नुहुन्छ। इफ तपाईँ चाहिँ सेफ्टीको लागि कन्सर्न हुनुहुन्छ भने यो गाडीमा हामीले टन्नै सेफ्टी फिचर्सहरू पाउन सक्छौँ। यसमा हामीलाई चाहिँ ड्राइभर साइडको प्यासेन्जर साइड हाम्रो पिलर्सहरूमा पनि एयरब्याग दिएको छ। अब एबिएस छ, अडास छ होइन, अनि त्यसपछि हामीलाई अब जम असिस्ट फिचर्सहरू छ, लेन असिस्ट फिचरहरू दिएको छ। यो सबै फिचरले चाहिँ यो गाडीलाई ओभरअल सेफ्टीको मामलामा चाहिँ खासै त्यस्तो केही कम्प्रोमाइज गरे जस्तो चाहिँ देखिँदैन। अब यो त हाम्रो लुक्सको इन्टिरियर्सहरूको कुरा रह्यो। आउनुहोस् हेरौँ यो गाडी ड्राइभ गर्दा चाहिँ कस्तो छ त। म चाहिँ अहिले यो गाडीलाई इको मोडमा ड्राइभ गरिरहेको छु। इको मोडमा ड्राइभ गर्दा पनि मलाई यसमा खासै पावर ल्यागहरू चाहिँ फिल भइरहेको छैन है। अब अघि मैले एकैछिन अगाडि चाहिँ स्पोर्ट्स मोडमा पनि यसलाई ठ्याक्क मोड सिफ्ट गरेर ट्राई गरेँ। त्यो सिफ्ट गरेर ट्राई गर्दाखेरि पनि यो ड्राइभ गर्दाखेरि चाहिँ मोर ओभर जुन हामीले अलिकति इभीहरूमा फिल गर्छौँ नि, जुन इन्स्ट्यान्ट जर्क अथवा एकदमै घुत्ताएको जस्तो, त्यो चाहिँ मैले यो गाडीमा पनि फिल गरिनँ है। मैले सेरेस 3 को कुरा गर्दा पनि यो कुरा चाहिँ भनेको थिएँ। मैले सेरेस 3 मा पनि यो एकदमै हुन्छ नि पावर डेलिभरी चाहिँ एकदम मलाई लिनियर लागेको थियो कि, घुत्ताएको जस्तो त्यस्तो फिल हुने चाहिँ त्यस्तो केही पनि भेटाएको थिइनँ। अनि विच इज गुड, यो गाडीमा पनि मैले त्यो चाहिँ देखिरहेको छु है। अब क्याबिन नोइजको कुरा गर्ने हो भने चाहिँ क्याबिनको इन्सुलेसन्स चाहिँ अझ बेटर हुन सक्थ्यो। किन भन्दा अब हामीले चाहिँ अहिले पनि यसमा ठ्याक्कै टायर नोइज चाहिँ फिल गरिरहेको छौँ कि। मैले टायर नोइज चाहिँ सुनिरहेकै छु, टायरको सानो आवाजहरू आइरहेको छु। अब साइडमा भएको गाडीहरूको यताउता आवाज त छँदै नै छ। अब लो स्पिड भनौँ अथवा नर्मल रेगुलर ट्राफिकमा त यत्तिको फिल भइरहेछ भने अलि धेरै ट्राफिक हुँदा चाहिँ अथवा यो टायर नोइज चाहिँ हाइवेतिर जाँदाखेरि चाहिँ अझ हामीलाई चाहिँ यसले धेरै फिल हुने जस्तो देखिन्छ। त्यसले गर्दाखेरि चाहिँ अलिकति यो गाडीको इन्सुलेसन चाहिँ कुड ह्याभ बिन बेटर। अब ओभरअल कुरा गर्ने हो भने ड्राइभिङ कन्भिनियन्टको कुरा गर्दा चाहिँ यो गाडी एकदमै कम्फर्टेबल छ होइन। अब फ्ल्याट बटन स्टियरिङ व्हिल दिएको छ जसले गर्दा चाहिँ हामीलाई अलिकति स्टाइलिस पनि फिल चाहिँ हुन्छ। सो मलाई यो गाडी चलाइराख्दाखेरि अलिअलि स्टाइलिस त्यो ठ्याक्क फ्ल्याट बटनको फिलले चाहिँ कम्फर्टको साथसाथै स्टाइलवाला फिल पनि दिइरहेको छ। अब अरू कुरा गर्दा यसमा चाहिँ हामीले एक्टिभ भोइस कमान्ड्सहरू पाउँछौँ कि, जसले गर्दाखेरि चाहिँ अन द गो नै मलाई धेरै फिचर्सहरू चाहिँ एसेस गर्न सजिलो हुन्छ। सो फर इक्जाम्पल मैले चाहिँ एसी होस् अथवा यही हाम्रो जुन सेन्ट्रल स्क्रिन छ विच क्यान बी फ्लिप्ड, त्यो कुरा चाहिँ भोइस कमान्डको थ्रुबाट गर्न सक्छु कि। त्यो भइसकेपछि मैले ड्राइभ गर्दै मैले हात यताउता लाने अथवा भनौँ न एसीको कन्ट्रोल्सहरू खोजिराख्नुपर्ने जुन नेसेसरी हुनसक्छ त्यो चाहिँ पर्दैन। अब एकैछिनमा हामी यो भोइस कमान्डको डेमो पनि हेरि नै हाल्छौँ होइन। अरू कुरा गर्दाखेरि अब ड्राइभिङ डाइनामिक्स हेर्ने हो भने चाहिँ गाडी चाहिँ अलिकति ठ्याक्क बक्सी छ कि होइन। सो रोड प्रेजेन्स पनि त्यसले गर्दाखेरि चाहिँ यो गाडीको राम्रो नै छ। अब अर्को भनेको चाहिँ मेनली हामीले फिल गर्ने कुरा चाहिँ के हो त भन्दाखेरि यो गाडीमा चाहिँ हामीले ओभरअल हेर्दा अलिकति बल्की भएर चाहिँ युज टु हुन चाहिँ अलिकति गाह्रो हुने हो कि भने जस्तो नि कसैलाई चाहिँ फिल हुनसक्छ, विच इज क्वाइट नर्मल है। किन भन्दा अहिले आएको गाडीहरू चाहिँ अराउन्ड अलमोस्ट भनौँ न अब डाइमेन्सन वाइज चाहिँ सिमिलर नै हुन्छ। कसै चाहिँ अलिकति बल्की लुक्स दिएको हुन्छ कोहीमा भने, कोहीमा चाहिँ रेगुलर लुक्सले गर्दाखेरि नि अलिकति यो गाडी सानो हो कि भने जस्तो नि फिल चाहिँ हुन्छ होइन। अब त्यो बाहेक चाहिँ हामीले अहिले देख्ने इभीहरू धेरै इभीहरू चाहिँ अलिकति कम्पेरेटिभली रेगुलर हाम्रो ह्याचब्याकहरूको साइजभन्दा अलिकति बढी भनौँ न क्रसओभर्सहरूको साइजभन्दा बढी एसयुभी इन्स्टेन्स नै दिन खोजेको छ नि त।
सो त्यसले गर्दाखेरि चाहिँ हामीले जेनरली साइड चाहिँ अलिकति ठुलो हुनसक्छ है। अब ड्राइभिङ भिजिबिलिटीको कुरा गर्दाखेरि ड्राइभ गर्दाखेरि चाहिँ जुन यो ए पिलर छ टु सम एक्सटेन्ट ए पिलरले अलिकति भ्यू ब्लक गर्ला कि जस्तो लागेको थियो कि मलाई फर्स्टमा, तर यसमा चाहिँ हामीलाई एउटा सानो एजमा ठ्याक्क विन्डोज दिएको छ क्या कर्भमा, जसले गर्दा पनि अलिकति भिजिबिलिटी साइडको भिजिबिलिटीहरू चाहिँ इम्प्रुभ भएको छ है, जसले गर्दा अब हामीलाई यो ब्लाइन्ड स्पट चाहिँ रिड्युस गर्नलाई हेल्प गरेको छ भनौँ न। ड्राइभिङकै कुरा गरिराख्दा अलिकति अफ रोड प्याचहरूमा पनि हामीले यो गाडीलाई चाहिँ चलाएर हेऱ्यौँ कि हामीलाई त्यस्तो अनकम्फर्टेबल फिल चाहिँ भएन होइन। अब कम्प्लिट यसलाई हामीले एक्सट्रिम अफ रोड टेरेनमै चलाउने चाहिँ त्यो गरेको छैनौँ, चलाएर हेरेको चाहिँ छैनौँ, बट सानो नर्मल अफ रोड प्याचमा चलाएर हेर्दा पनि यो गाडी चाहिँ हामीलाई त्यस्तो अनकम्फर्टेबल चाहिँ लागेन। यसो सस्पेन्सन्सहरू चाहिँ ठ्याक्क राम्रै काम गरेछ भनौँ न, सस्पेन्सन्सहरूको प्लेले गर्दाखेरि चाहिँ त्यस्तो अनकम्फर्टेबल चाहिँ फिल भएन। अब एक्सट्रिम अफ रोड भनेको त आफ्नो ठाउँमा छ होइन, जुन हामीले नर्मल हाम्रो बाटोहरूमा अलिकति भत्केको प्याचहरू देख्छौँ, कहीँ ग्राभल रोडहरू देख्छौँ भने त्यहाँ पनि खासै यो गाडी चलाएर हिँड्न चाहिँ त्यस्तो अनकम्फर्टेबल चाहिँ छैन। धेरैजनाले चाहिँ अहिले कन्फ्युज हुनुहुन्छ कि यसको इन्टेरियर चाहिँ कस्तो देख्छ, गाडी कस्तो छ, चलाउँदा कस्तो फिल हुन्छ भनेर। सो त्यो क्वेसनको लागि चाहिँ चलाउँदा खासै त्यस्तो हामीलाई एकदमै गाह्रोवाला कुरा केही पनि छैन, सजिलै छ गाडी चलाउनलाई, त्यस्तो मेजर प्रब्लम हामीले यसमा भनौँ न त्यस्तो मेजर इफोर्ट लाउनु पर्ने केस चाहिँ केही पनि छैन। इभी भइसकेपछि त चलाउन त्यसै पनि सजिलो नै हुन्छ। अब इन्टेरियर्सहरू पनि खासै मैले अघि पनि इन्टेरियरको कुरा गर्दा पनि भने खासै नराम्रो चाहिँ होइन है, हामीले टन्नै सफ्ट टच मटेरियल्सहरू देख्न सक्छौँ क्या यो गाडीमा होइन। अब स्टेयरिङ व्हिल्स पनि ठिक छ, स्टेयरिङ माउन्टेड कन्ट्रोल्सहरू दिएको छ, जसले गर्दाखेरि चाहिँ हाम्रो ड्राइभ गर्दाखेरि पनि यो गाडीलाई चाहिँ एकदमै कम्फर्टेबल वेमा ड्राइभ गरौँ न भन्ने तरिकाले दिएको छ। अब हामीले स्टेयरिङ माउन्टेड कन्ट्रोल्सको साथसाथै यो गाडीमा चाहिँ एक्टिभ भोइस कमान्ड्सहरू पाउँछ कि, सो जसले गर्दा चाहिँ हाम्रो ड्राइभिङ गर्दाखेरि हुन्छ नि बटन्सहरू खोज्ने जुन अघि हामीले कुरा गरिरहेको थियौँ, त्यो बटन खोजिरहने आवश्यकता पर्दैन। सो यसमा चाहिँ सिम्पल मैले भोइस कमान्डले नै एसीहरू चाहिँ कन्ट्रोल गर्न सक्छु अथवा यो फ्लिप स्क्रिन्सहरू चाहिँ कन्ट्रोल गर्न सक्छु। सो हेरौँ है त एसीले चाहिँ कसरी काम गर्छ त। Please continue. Hi BYD. I'm here. Open AC. Okay, the air conditioner is set to cooling mode. ओके, सो यस्तो सिम्पल छ कि भोइस कमान्डहरूले गर्दाखेरि चाहिँ अझ हामीलाई यो ड्राइभ गर्दाखेरि चाहिँ यो गाडी एकदमै कन्भिनियन्ट बनाइदिएको छ। यो सबै फिचरहरूले गर्दा यो गाडीको ड्राइभिङ एक्सपिरियन्स चाहिँ अझै इम्प्रुभ गरिदिएको छ होइन। अब नट टु मिस कति कुराहरू चाहिँ बेटर हुन सक्थ्यो होला। जस्तो अर्को कुरा भनेको चाहिँ तपाईँले अहिले आवाज सुनिरहनु भएको छ जसले चाहिँ मलाई यो वरिपरि के छ त्यसको वार्निङहरू दिएको छ कि, सो त्यसले गर्दा नि एकदमै बिजी ट्राफिकमा ड्राइभ गर्दा पनि यो गाडी चाहिँ एकदमै फर्स्ट चलाउँदाखेरि पनि होइन मान्छेहरूलाई चाहिँ युज टु हुन सजिलो छ। सो म ठ्याक्कै तपाईँहरूलाई स्क्रिनमा पनि के भइरहेको छ देखाउँछु होइन। सो यसमा चाहिँ हामीले यसरी देख्छौँ कि सो स्क्रिनमा चाहिँ हामीले ठ्याक्कै वरिपरिको प्रोक्सिमिटी वाइज के छ त वार्निङ्सहरू होइन, जस्तो अहिले फ्रन्टमा वार्निङ दिइरहेको छ। सो त्यसरी चाहिँ हामीले ड्राइभ गर्न सकिरहेछौँ कि यो फिचरहरू चाहिँ हामीलाई अति नै कन्भिनियन्ट फिचर्सको रूपमा हामीले देख्न सक्छौँ। अब अहिले आएको धेरै इभीमा यो फिचरहरू चाहिँ छ, किन भन्दा सबै गाडीहरू चाहिँ दे आर स्मार्ट इनफ होइन। कति सेन्सर्सहरू छ कि अडास दिएको छ, सेन्सर्सहरू दिएको छ, अटो ब्रेकिङ्सहरू दिएको छ, त्यसले चाहिँ ओभरअल हाम्रो ड्राइभिङलाई एकदमै सजिलो बनाउँछ। अझ हाम्रो ड्राइभिङलाई कन्भिनियन्ट बनाउन चाहिँ यो गाडीमा हामीलाई ट्राफिक जाम असिस्ट दिएको छ, लेन डिपार्चर वार्निङहरू दिएको छ, जसले गर्दा पनि हामीलाई यो ड्राइभ गर्दाखेरि चाहिँ एकदमै हेल्पफुल भइरहेको छ। सो तपाईँ फर्स्ट टाइम इभी चलाइरहनु भएको छ भने त्यो खासै त्यस्तो तपाईँलाई एकदमै प्रब्लमेटिक सिचुएसन चाहिँ यसले क्रिएट गर्दैन। सो या द्याट्स अल अबाउट दि BYD Atto 2। नयाँ हुनुहुन्छ हाम्रो च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला। थ्याङ्क यू फर वाचिङ। डोन्ट फर्गेट टु सब्सक्राइब टु मेरो गाडी।